हामी प्राय अरूलाई खुसी बनाउन खोज्दै गर्दा यो नै बिर्सिन्छौँ कि हाम्रो पनि आफ्नो मूल्य छ, हाम्रो पनि आफ्नै पहिचान छ। कुनै एक व्यक्तिको लागि हामी आफूलाई यति धेरै बदल्छौँ, यति धेरै झुक्छौँ कि जब त्यो व्यक्ति बदलिन्छ हामी आफैलाई चिन्नै गाह्रो हुन्छ। याद राख्नु, जसले तिमीलाई सम्मान दिन जान्दैन उसले तिम्रो पीडा कहिले बुझ्न सक्दैन। कसैको पछि अन्धाधन्द दौडिँदै आफ्नो आत्मसम्मानलाई सस्तो नबनाऊ। दुःखहरू आउँछन्, मन पनि रुन्छ र आफन्तहरू टाढिएर पनि जान्छन्, तर यी सबै तपाईको जीवनको अन्तिम पाना होइनन्, बल्कि एउटा नयाँ सुरुवात हो। यदि तपाईले आफूलाई टुटेको र बेसहारा देखाउनु भयो भने मानिसहरू तपाईलाई कुल्चिएर अगाडि बढ्नेछन्। उठ्नुहोस्, आफ्ना आँसु पुछ्नुहोस् र आफूसँग यो कसम खानुहोस् कि आजदेखि तपाईको मुस्कानको साँचो कुनै अरूको मुठ्ठीमा हुने छैन। तपाई एक्लै पुरा हुनुहुन्छ, तपाई एक्लै अटल हुनुहुन्छ। यस्तै थप कुराहरूको लागि